नमस्कार। आजको भिडियोमा तपाईहरुलाई म चुरे क्षेत्रमा हुने फाँट र चुरे क्षेत्रबाट देखिने रमणीय दृश्यहरूको अवलोकन गराउँदै जानेछु। कृपया च्यानललाई लाइक अनि सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद। नमस्कार। हामी यतिखेर मिकलाजुङ वार्ड नम्बर 2 र मिकलाजुङ 8 यसैगरी इलामको चुलाचुली 6 स्थित क्वीन टारमा अवस्थित हुँदैछौँ र यसको अवलोकनका क्रममा यहाँ छौँ र हामी यहाँबाट चुली पोखरी प्रस्थानका लागि अगाडि बढिरहेका छौँ। हामी पर्यटकीय स्थल क्वीन टार यसैगरी पर्यटकीय स्थल चुली पोखरीका लागि हाम्रो ग्रुप तपाईहरु पनि यदि क्वीन टार र चुली पोखरीको ट्रेकिङको मजा लिन चाहनुहुन्छ भने मिकलाजुङ आउनको लागि उर्लाबारीबाट करिब 7 किलोमिटर उत्तर र यसैगरी यो ठाउँमा आउनको लागि अरु 2 देखि 3 किलोमिटर उत्तर आउँदै गर्दाखेरि यो नुनसरी खोलाको भ्यू र यो ठाउँ हामी प्रस्थान गर्दैछौँ। अबको क्रममा चुली पोखरीको यात्रा ठाउँ ठाउँमा हामी अगाडि बढाउँदै देखाउँदै जाने क्रममा आज यहाँ छौँ। नमस्कार। हामी यतिखेर चुली पोखरीको यात्राका लागि मिकलाजुङबाट यो क्वीन टार हुँदै अगाडिको यात्रामा छौँ र हामी करिब उर्लाबारीबाट 12 किलोमिटर लगभग उत्तरतिर आएर यो नुनसरी र यसबाट यो हाइकिङको लागि उकालोको यात्रा तय गरेका छौँ। तपाईहरु पनि घुम्न चाहनुहुन्छ भने उर्लाबारीबाट उत्तरतर्फ आउँदै गर्दा यी रमाइला दृश्यसँगै बाटाहरू अनि कस्तो लागिरहेछ। गर्मी अत्याधिक बढेको छ। वैशाखको महिना गर्मी अत्याधिक छ। यो गर्मी सँगसँगै यहाँका रमणीय स्थलहरू र एकदमै यी छाँगा छहरा साथै खोला नालाको आनन्द बेग्लै छ। हामीलाई गर्मी त छँदै नै छ। अहिले यो वैशाखको महिना रहेको छ। भर्खर पालुवा पलाउँदै गरेका यी रुखहरू र पर्यटकीय स्थलको रूपमा परिणत यो क्वीन टार अनि यहाँका खोला नालासँग हाम्रो पुरानो साइनो पनि रहेको छ। हामी यही ठाउँमा जन्मी हुर्की यहीँ बढेका मानिसहरू पनि छौँ कतिपय र कति बाहिर जन्मेर बसाइ सरेर आउने पनि छौँ हामीहरू र यो ठाउँ हामीले अत्यन्तै बिर्सिन नसक्ने अवस्था छ। हामीसँग हजुरआमा साथमै हुनुहुन्छ। हजुरआमालाई कस्तो लागिरहेछ अहिले? यो ठाउँ हेर्नुपर्छ, हामीले यसलाई माया गर्नुपर्छ, हामीलाई त्यो लाग्छ। त्यही भएर हामी यसमा अगाडि बढिरहेछौँ। ल हामी अगाडि बढौँ यहाँबाट पनि। ल नमस्कार। हामी यात्राकै क्रममा छौँ र नुनसरी खोला गएर बक्रा खोलामा मिसिएर
बनिएर छुट्टै बनिएर तल गएर उर्लाबारीदेखि पर्तिर बक्रा खोला भनेर यसलाई चिनिन्छ। र यो चुलाचुली वडा नम्बर 6 पर्ने चाहिँ यो यतापट्टि भयो र नुनसरी खोलादेखि यता चाहिँ मोरङ जिल्ला नै मिकलाजुङ वडा नम्बर 2 यतापट्टि पर्छ। हामी अगाडि बढिरहेका छौँ। अगाडि बढिरहेका छौँ। बाटो चाहिँ यहाँदेखि उँभो चाहिँ अप्ठ्यारै रहेछ, किनभने यहाँसम्म चाहिँ बाटोको स्टेप कङ्क्रिट गरेर ल्याएको रहेछ। यहाँदेखि चाहिँ हामी अब यो कच्ची बाटो खनेको बाटोमा हिँड्दैछौँ। हामी चाहिँ आउने क्रममा यसरी बाटो बनाउँदै हामी अगाडि बढ्दैछौँ। यहाँ यसरी बाटो खन्ने काम धमाधम भइरहेको रहेछ र चुली पोखरी जाने बाटो चाहिँ यसरी बनाइँदैछ। श्रमदान पनि हुँदैछ यसरी। यो चाहिँ के हो भनेर चिन्नेहरूले भने हामी अनुसन्धान गर्दैछौँ। हामी यो बाघ भेटाएर मैले यति गरेको छु, म लिएर आउँछु गाइडहरू, तपाईँलाई देखाउँछु। भोलि बसी हेर्नु यसलाई के भन्नु तपाईँहरू कमेन्ट गर्नु। हेर्दाखेरि खाउँ लाग्दछ। यसको नाम चाहिँ हामीलाई पनि थाहा भएन। यसको नाम चाहिँ हामीलाई के हो थाहा भएन। यो खजु जस्तै लाग्छ, मलाई खाउँ लागिरहेछ, तर खाना चाहिँ सकिहालेको थिएँ है मैले। भरे घर लगेर खाने यो हामी यतिखेर तोरीबारीदेखि माथि डाँडामा हामी आइपुग्यौँ। यो ठाउँबाट अब चिलाउने तार पुग्न लाग्यो र देखिन्छ। म त चिन्दिनँ है। के छ बिहार ठिक छ? एकदम रमाइलो भइरहेछ। अनि गर्मी कति भइरहेछ? गर्मी चाहिँ अलिक भए पनि रमाइलो भइरहेछ क्या, रमाइलो देखिरहेछ गर्मीलाई। हिँडाइ एकदम ठिक छ होइन त? एकदम आनन्द भइरहेछ। ठाउँ नयाँ नयाँ हेरिँदैछ। ल यस्तो कहिलेकाहीँ यस्तो अनुभव पनि गर्नुपर्छ। ल हिँड्दै आउँदाखेरि यो एकदम बसेको राम्रो एउटा घर पनि रहेछ यहाँनिर। चौतारो बडो राम्रो ठाउँ आइपुग्यो। यो ठाउँ चाहिँ अब यो मिकलाजुङको वाडा नम्बर 2 नै पर्छ होला सायद यो। अब यहाँ पुग्यौँ र यो चुलीपोखरी जाने क्रममा देखिएको बिचको यो ठाउँ रमाइलो, अत्यन्तै रमाइलो ठाउँ है हिँड्नु। यो एकदम रमाइलो ठाउँ, एकदमै रमाइलो ठाउँ। पसिना बगाएर भए पनि हामी रमाइलो यात्रा गरिरहेको छौँ साथीहरू। हाम्रो टोली नै रमाइलो छ, ठाउँ पनि उति रमाइलो। यस्तै छ। ल यी पहाडका गराहरू र खेती योग्य मकै लगाएका गराहरू रहेछन् यहाँनिर। यहाँ
यहाँ बिजुलीको पोल लाइनहरू पनि आएको ठाउँ रहेछन् यहाँनिर। एकदमै रमाइलो यात्राका क्रममा देखिएका यी दृश्यहरू तपाईँहरू देख्नुहुन्छ। हिँड्ने क्रममा ओह्रालो यहाँ चाहिँ एकदम सजिलो खालको बाटो गाडीको बाटो जस्तै छ यो बाटो पहिले पनि मैले यो पट्टको रहनु सानो पढेको अहिलेको अवस्थामा यहाँ
चिल्लोपोखरी आउँदै गर्दाखेरि बाटोको अवस्था चाहिँ अहिले पहिला भन्दा सुधारिएको र अलिकति ठाउँ पनि परिवर्तन रहेछ। पहिला चाहिँ यस्तो बाटो थिएन। सुधारिएको गाडीको बाटो यो मेक्लाचुङ वडा नम्बर 2 अन्तर्गत पर्ने मोरङ जिल्ला नै पर्छ यो। र मोरङ जिल्लाको एउटा पर्यटकीय स्थलको रूपमा विकास हुँदै गरेको यो ठाउँलाई पर्यटन प्रवर्धनको लागि प्रचार प्रसारको खाँचो पनि रहेको अवस्था देखिएको छ। ल फाइनल्ली यतिखेर हामी पोखरीमा आइपुग्यो। पोखरीको विभिन्न पुराना किंवदन्तीहरू पनि पाइन्छ यहाँ। पहिला राजा पोखरी पनि थिए र अहिले चाहिँ रानी पोखरी हो भन्ने एउटा पुरानो इतिहास रहेको यहाँको स्थानीयहरूले बताउनु भएको थियो पहिला पनि हामीलाई। र राजा पोखरीमा चाहिँ अहिले पानी नभएको अवस्था र त्यहाँ चाहिँ खेती लगाइएको छ भन्ने खालको कुरा गर्नुहुन्छ। र अहिले रानी पोखरी भनेर त्यतिखेर राजा र रानी पोखरी थिए र यो चाहिँ रानी पोखरी हुन् भन्ने अहिले त्यो खालको भनाइ छ। र यो पोखरी लगभग निकै ठुलै रहेको छ। र यहाँ एउटा कुरा के छ भने वरिपरि जङ्गल रुखहरू देख्न सक्नुहुन्छ र बिचमा पोखरी। तर यो पोखरीमा पात पतिङ्गरहरूले पुरै छोपेको त्यस्तो अवस्था छैन। किनभने यहाँ रुखका पातहरू झर्ने हुन्छन् र ती पातहरूले साँच्चै भन्ने हो भने सबै यो ढाक्नुपर्ने हो। तर त्यो अवस्था यहाँ देखिँदैन। सफा पानी नै देखिन्छ र रुखका छायाहरू पनि यहाँ पानीमा देख्न सकिन्छ। र यो पानी हेर्दाखेरि अलिकति माथिबाट हेर्दा हरियो जस्तो देखिए तापनि यो पानीमा चाहिँ बोतलमा हामीले पानी ल्याएर हेऱ्यौँ भने सङ्लो पानी देख्न सकिन्छ। तपाईँहरूलाई म नजिकबाट चाहिँ यसलाई प्रत्यक्ष रूपमा देखाउन प्रयास गर्नेछु। यो पानीमा के छ भनेदेखि चाहिँ तपाईँहरूको सङ्लो त्यस्तो मैलो पानी छैन। यो सङ्लो पानी यस्तो पानीहरू रहेको छ यो ठाउँमा। र पोखरी एकदमै विशाल ठुलो जस्तो देखिन्छ। तर त्यत्रो एरिया पनि होइन। भेन्यूमा देख्न सक्नुहुन्छ यो यहाँसम्म। त्यहाँदेखि यस्तो छ चिल्लोपोखरी आउँदै हुन्छ भने त्यस्तो अप्ठ्यारो होइन। हिँड्न चाहिँ अब अलिकति उकालो बाटो हिँड्नुपर्छ। 1.5-2 घन्टाको बाटो हो हिँड्नको लागि। उकालो बाटो अहिले पहिलाभन्दा धेरै पैदल यात्रीको लागि भनेर यहाँको स्थानीय सरकारहरूले पनि राम्रो बनाउनु भएको रहेछ। म पहिला धेरै करिब यो ठाउँमा लगभग 20 वर्ष अगाडि यो ठाउँमा हामी वनभोज कार्यक्रम लिएर म पनि मेरो आमासँग यो ठाउँमा आएको याद छ। र त्यसपछि यो ठाउँमा हामी आएका थियौँ न। हाम्रो गाउँ हामी जन्मेको त नभनौँ, हुर्केको ठाउँ
बाट अलिकति माथि रहेको ठाउँ हो र पनि कस्तो अवस्था थियो भने त्यतिखेर यो ठाउँमा यसरी मान्छे आउने यस्तो माहौल थिएन। तर अहिले यहाँ देख्न सक्नुहुन्छ आन्तरिक पर्यटकहरू जस्तै यहाँ झापा जिल्लाको बिर्तामोडदेखि लिएर भद्रपुर एरिया, यस्तै गरेर उहाँहरू यता पश्चिममा गएर इटरी, सुनसरी, विराटनगर, पथरी, तुदे, झापाका पनि हामीले अघि यहाँ बाटामा साथीहरू भेटेका थियौँ। उहाँहरू आउनु हुँदो रहेछ। हामीले आउने मानिसहरूलाई पनि, विभिन्न मानिसहरूलाई बाटामा सोध्दै तपाईँहरू किन चुली पोखरी जानुहुन्छ, कहाँबाट आउनुभएको भनेर हामीले क्वेसन गरेका थियौँ। र उहाँहरूले हामी यो ठाउँ हेर्न र यहाँको कस्तो रहेछ ठाउँ भनेर बुझ्नको लागि आएको भनेर उहाँहरूले भन्नुभयो। पानी सङ्लो राम्रो रहेको छ, देख्न सक्नुहुन्छ। र यस्तै छ, यो स्थानीय स्तरले अलिकति यसलाई व्यवस्थित गरेर आन्तरिक पर्यटन साथै बाहिर पर्यटनहरूको एउटा आकर्षक सम्भावनाको केन्द्रमा रहेका यी ठाउँहरूको जगेर्ना गर्नु हाम्रो यहाँको उत्तरदायित्व बन्न आउँछ। यी ठाउँहरू अत्यन्तै रमणीय र सुन्दर। नेपाल एक किसिमले भौगोलिक दृष्टिकोणले हेर्दाखेरि पनि नेपाल अत्यन्तै प्राकृतिक सम्पदाले सुन्दर देशका रूपमा हामीले देखेका छौँ। यहाँ हिमाल, पहाड, तराईका भूभागहरूमा अवस्थित नेपालमा नजिकै तराईको नजिकै रहेको चुरे क्षेत्रमा अवस्थित यो चुली पोखरी अत्यन्तै रमणीय ठाउँ रहेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। यो ठाउँलाई उचित तरिकाले हामीले जगेर्ना गरेर यसको बारेमा मानिसहरूलाई जानकारी प्रदान गर्नाले यहाँ अझै पर्यटकहरूको भिड हुने सम्भावना भोलिका दिनहरूमा निश्चित देखिन्छ। यो ठाउँमा हिजो हामी आउँदै गर्दाखेरि विशेष गर्दाखेरि यहाँ यी घरहरू, होटलहरू, कुनै पनि संरचनाहरू थिएन। तर आज समय बदलेको छ। स्थानीय निकाय र स्थानीय यहाँका मानिसहरूले पनि यो ठाउँलाई अलिकति केही मात्रामा परिवर्तन गरेको र अझै परिवर्तन गर्न धेरै कुरा बाँकी रहेको हामीले देख्यौँ। भएका छन् यहाँ कामहरू हुने क्रम पनि छन्, भएका छन्। गाडीको बाटो चाहिँ एउटा कच्ची रूपमा यहाँसम्म अहिले आएको रहेछ। हामीले यहाँ हेर्दाखेरि बुझ्यौँ यो कुराको। पोखरीमा आमाले दियो बाल्दै हुनुहुन्छ। यो पूजा गर्ने एउटा पुरानो पोखरी हो। यो चुली पोखरीमा रहेको एउटा रमणीय गाउँ यो दृश्यमा र यो एउटा पहाडको अत्यन्तै रमणीय यो ग्रुप हाम्रो एउटा ग्रुप छ, प्याकिङको।
उहाँहरू कोही वैदेशिक रोजगारबाट छुट्टीमा आउनुभएका साथीहरू हुनुहुन्छ भने कोही यतै नेपालमै व्यवसाय जब गर्नुभएका साथीहरू पनि हुनुहुन्छ। मेरो यसरी यात्रा अथवा एउटा हिँडेर गरिने एकदमै रमाइलो भएको छ। अनुभव लिनुपर्छ। एकदम यहाँ त पुरै म्युजिक होइन। यस्तो सानो किन्नुभन्दा क्या मेरो चाहिँ अलिक ठुलो चार्जबाट मात्रै हुन्छ, लाइनबाट मात्रै बनाउने खालको। हजुरआमा कस्तो अनुभव हुँदैछ? धेरै राम्रो ठाउँ रहेछ, धेरै राम्रो, बडो राम्रो ठाउँ रहेछ। तपाईँका 2 शब्द राखिदिनुहोस्। कान्छी चितवनतिर नि यस्तो पहाड छ, यस्तै छ। हाम्रो मोरङतिर पनि छ नि यस्तो। के छ झापातिर? झापामा त यस्तो छैन है, झापालीलाई यस्तै हो। नयाँ अनुभव कस्तो भयो? ल, हामीलाई धेरै समय यो ठाउँमा आउँदाखेरि यी ठाउँहरूमा बस्दै गर्दाखेरि यो एरियालाई चाहिँ राजा पोखरी र अहिले पानी भएको जुन पोखरी भएको एरिया चाहिँ रानी पोखरी भनेर हामीहरूलाई एकजना बुढा मान्छेले भन्नुहुन्थ्यो। त्यतिखेर यो ठाउँमा पोखरी थियो है, अहिले चाहिँ खेती पोखरी सुकेर खेती लगाएको भन्ने खालको कुरोहरू छ। त्यो चाहिँ उहाँहरूले भन्नुभएको 20 वर्ष अगाडिको कुरा हो। र यहाँ अहिले गाडीको बाटोमा मोटरसाइकल 2टा गए, बाइक चाहिँ लगभग आउने रहेछन्। बाटो एकदम खराब छ, बन्ने क्रममा छ। र बाइक चाहिँ एउटा दुवा गाडीको बाटो ट्र्याक्टरसम्म आउने बाटो खोलिएको रहेछ। यो चाहिँ अहिले यताबाट आउँदाखेरि साखरैबाट आउने बाटोहरू निकै देखियो। र आन्तरिक पर्यटन प्रवर्धन गर्नको लागि ठाउँले धेरै प्रयास गरेको देखियो। स्थानीय निकायले त पनि यहाँलाई अहिले प्रायोरिटी दिएको देखियो। पहिलाको भन्दा अहिले धेरै मात्रामा परिवर्तनहरू देखिएका छन्। तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भने सिधीपोखरीको यात्रामा आएर हेर्न सक्नुहुनेछ। यसो अप्ठ्यारो खर्चहरू भन्ने कुरा हुँदैन यहाँ, सामान्य धेरै आउने अवस्था छ अहिले। यहाँ बाइक पनि अलिक उत्कृष्ट राम्रा खालका बाइकहरू चाहिँ अनि अग्ला खालका बाइकहरू चाहिँ यो ठाउँमा आउँदा रहेछ। यस्तो अवस्था देखियो।
स्कुटीहरू साना साना बाइकहरूलाई चाहिँ अलिकति बाटो अप्ठ्यारो भएर अलिक मुस्किल पर्ने र ट्र्याक्टरसम्म आउने ट्र्याक स्थान नभएको देखियो अहिले। धेरै राम्रो लाग्यो, धेरै खुसी पनि लाग्यो। हाम्रो स्थानीय ठाउँ देशका यस्ता ठाउँहरू अलिकति विकसित हुनु नै पर्छ, त्यसपछि मात्रै देशले आमूल परिवर्तन ल्याउने छ। र नयाँ सरकारले यस्ता क्षेत्रहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेर देशका आन्तरिक मात्र होइन बाहिर पर्यटकहरूलाई पनि प्रदान गर्ने कामना गरिदिनु अगाडि यो हामी चुलीपोखरीबाट साखरेतर्फ ओह्रालो झर्ने क्रममा बाटोमा हामीले बाख्रा र पाठाहरू चढ्दै गरेको रमणीय ठाउँ। त्यो चाहिँ के रहेछ दिनेश? त्यो भवन के हो? स्कुल हो क्या कहाँको? पहेँलो लागेको अवस्था। पहेँलो नलाग्दाखेरि चाहिँ यहाँबाट दमक उर्लाबारी सबै प्रष्ट देखिन्थ्यो। पहेँलो लागेको रहेछ, एकदमै रमाइला फाँटहरू तराईका फाँटहरू देख्न सकिन्छ। साखरे पहाडका दृश्यहरू यी माथि हामीले अघि देखेका गाउँहरू नै हुन्। यी गाउँहरू सँगसँगै हामी गाडीको यो भर्खर निकालेको ट्र्याक बाटो हुँदै झर्ने क्रममा हामी आइपुगेका छौँ। र यो कुनेटारबाट गएर साखरेतिरबाट झर्ने क्रममा तपाईँलाई यस्तो खालको ढुङ्गा गाई बाटाहरू र खालको दृश्यहरूको अवलोकनसँगै मनोरञ्जन सक्नुहुन्छ। अत्यन्तै राम्रो यी चुनढुङ्गाका फुरफुर झर्ने पहाड एक किसिमको यो चुरे पहाडको रूपमा यहाँ रहेका छन्। बाख्रा चराउने ठाउँ रहेछ यो। र यी सिसोका झ्याङ सायद यो वृक्षारोपण गरिएको हुनुपर्छ यो एरियामा। यो कुन बिरुवा हो पाहाडमा बस्ने साथीहरूलाई थाहा होला। त्यसै गरेर यो एरियामा सिसोका यस्ता बिरुवाहरू वृक्षारोपण गरिएका र यी पहाडमा हुने यी खालका काँडाका फुलहरूसँगै यो मौसममा वैशाख महिनामा नयाँ पालुवा पलाएका यी मुनाहरूसँगै आजको यात्रा अत्यन्तै सुखमय साथै हिँडाइले गर्दाखेरि अलिकति दुःखमय सँगसँगै रमाइलो भएको छ हामीहरूलाई पनि। तपाईँहरू पनि आएर यसरी हाइकिङको मजा लिएर कुइनेटार हुँदै चुलीपोखरी हुँदै यसरी नै झर्न सक्नुहुनेछ। साखरे गाउँ भनेर यो गाउँलाई चिनिन्छ। गाउँ सबै मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने ठाउँहरू हुन्। यो मोरङ जिल्लामा अवस्थित
मेक्लाजुङ गाउँपालिका भनेर अहिले नयाँ नामाङ्करण गरिएको मोरङ जिल्लाको उत्तरी ठाउँहरू हुन् र यी ठाउँहरू घुमिरहँदा मनमा अत्यन्तै आनन्दको अनुभूति, शीतल हावासँगै यी ढुङ्गा माटोहरूसँग हाम्रो देशको गौरवका रूपमा पनि हामीले यसलाई चिन्नुपर्छ। यो माथिका गाउँहरू साथै यहाँबाट देखिने रमणीय नुनसरी खोला, यस्तै गरेर यी परको तोरीबारी गाउँ, यस्तै गरी त्यहाँदेखि परका अब तुवालो लागेको छ अहिले दमक पनि देखिन्छ यहाँबाट हेर्न सक्नुहुन्छ। ल यो देख्नु भएको चाहिँ तोरीबारीको मनोरम दृश्य, तोरीबारी गाउँ साथै यो जङ्गलदेखि तलतिर मधुमल्ला बजार, मेक्लाजुङको मधुमल्ला बजार पनि देखिन्छ। खोलाका ढुङ्गा साखरे रहेको खोला हो यो, पाहाडबाट निस्किएको भित्ताको पानी, भित्ताबाट पानीका मूलबाट यहाँका मानिसहरूले यसरी चाहिँ पानीका पाइपहरू लगेर पानी धाराहरू पानी खानुभएको रहेछ। यहाँ पानीको अलिक दुःख जस्तो लाग्छ, किनभने पानी खन्दाखेरि पानी जमिनबाट आउने अवस्था छैन, सूर्यबाट यसरी पानीका पाइपहरू ल्याउनु भएको चाहिँ ढुङ्गा कम्पनी रहेछ, देख्न सक्नुहुन्छ। जेसिबी यसै गरेर यहाँ जेसिबी टिफर ढुङ्गा कम्पनी नै रहेछ यहाँ। ढुङ्गा सहन गरेर बेच्दैछ र यो सायद मलाई लाग्छ त्यो नम्बरी जग्गा नै हो कि खोला अब यो बाटो रहेको छ, त्यसै गरेर यो खोला रहेको छ र यतापट्टि चाहिँ यो ढुङ्गाहरू भेटिन्छ। यहाँ ट्र्याक्टरमा ढुङ्गा देखिन्छ। सबै कुरो हामीलाई थाहा भएन, तर यस्तो अवस्था देखियो यहाँ। हेलो खोला, यहाँ चाहिँ खोला चुरे क्षेत्रबाट आएको र यो एरिया भनेको किसिमको अनौठो दृश्य देखिन्छ। यहाँ खोला आउँदाखेरि यहाँ पानी पर्दा एकदमै ठुलो आउने, मेदो माटो बग्ने हुन्छ र अहिले चाहिँ खोला सुकेको, कुनै पनि हिसाबमा यहाँ पानी थोपै नहुने र पानी पर्दा चाहिँ यहाँ सर्र पानी आउने, फेरि अचम्मको ठाउँ हो यो। यहाँबाट तपाईँहरूले यो दमकमा रहेको भ्यू टावरलाई दमकमा राखिएको यो बिजनेस टावर पनि भन्छन्, भ्यू टावर पनि भन्छन्। यहाँबाट यसरी भ्यू टावरलाई यहाँबाट पनि यसरी अवलोकन गर्न सकिन्छ है, त्यो भ्यू टावर।